तीनटा कुराहरू यहाँ हेर्छौँ। एउटा लाइफ स्किल, एउटा हार्ड स्किल, अर्को सफ्ट स्किल। तीनटा कुराहरू छन् हैन। जस्तो तपाईको लाइफ स्किल भनेको चाहिँ के हो भने जीवनोपयोगी सिप भन्छ के। तपाई हाम्रो जीवनमा, तपाई हाम्रो दैनिक जीवनमा हामीले विभिन्न किसिमका समस्याहरू आउँछन् कि आउँदैन? आउँछन् नि। तपाई हाम्रो जीवनमा विभिन्न किसिमका समस्या आउँछन्। कहिलेकाहीँ रिस उठ्छ कि उठ्दैन? उठ्छ। अब रिस उठ्यो भनेर डाङडुङ रिसाइहाल्ने त के रिसाइदिने? नरिसाउने हैन। त्यसलाई हामीले के गर्नु पर्यो? व्यवस्थापन गर्नु पर्यो। हो, त्यो संवेग व्यवस्थापन गर्न सिक्यो भने त्यो कुन सिप हो? जीवनोपयोगी सिप हो। जीवनोपयोगी सिप हो हैन। कहिलेकाहीँ तपाईँलाई तनाव हुन्छ कि हुँदैन? तनाव हुन्छ। त्यो तनाव पनि तपाईँले व्यवस्थापन गर्न जान्नु भने के भयो? जीवनोपयोगी सिप हो के त्यो पनि हो। अब कहिलेकाहीँ तपाईँलाई टाइम पुगेन भन्नुहुन्छ, मेरो यति धेरै काम छ, मसँग समय छैन भन्छ। अब कसैले तपाईँलाई बढी समय दिन्छ? दिँदैन। त्यो दिएको समयबाट तपाईँले आफ्ना कामहरू पुरा गर्नुपर्छ। त्यो दिएको समयमा तपाईँले काम पुरा गर्न सक्ने क्षमता कुन हो? जीवनोपयोगी सिप हो। अब कहिलेकाहीँ मलाई यति धेरै समस्या आयो भन्नुहुन्छ, त्यो समस्या तपाईँको अर्काले समाधान गरिदिन्छ? गर्दैन। त्यो समस्या आफैले समाधान गर्नुपर्छ। अनि धेरै विकल्पहरू हुन्छ। त्यो विकल्पमध्ये तपाईँले एउटा विकल्प छान्नुपर्छ, अर्काले त छान्दिँदैन। त्यो तपाईँले नै छान्नुपर्छ। यो सबै के हो भन्नु त? जीवनोपयोगी सिपहरू हो कि। जस्तो कसैलाई सहयोग गर्ने, कसैलाई हैन बस पैरवी गर्ने, कसैलाई आफ्ना कुराहरू भनेर कन्भिन्स गर्ने, यस्ता कुराहरू सबै के हो त? जीवनोपयोगी सिप हो। अर्को तपाईँको हार्ड स्किल भन्ने हुन्छ, जसलाई हामीले नेपालीमा के भन्छौँ? प्राविधिक सिप भनेर भन्छौँ हैन। प्राविधिक सिप भनेको के हो त भन्दा विषयवस्तुको ज्ञान हो कि। विषयवस्तुको ज्ञानलाई हामी के भन्छौँ? प्राविधिक सिप भन्छौँ। जस्तो कोही एकजना व्यक्तिले राम्रोसँग पढाउने कला छ उसलाई भने त्यो राम्रोसँग पढाउने ज्ञान हुनु, विषयवस्तुको ज्ञान हुनु, त्यो के हो? उसको हार्ड स्किल हो। विषयवस्तुको ज्ञान हुनु उसको हार्ड स्किल हो। कुरा भन्नु हो कि त। जस्तो कोही एउटा डक्टर छ, त्यो डक्टरले अपरेसन गर्न राम्रोसँग जान्दछ भने त्यो अपरेसन गर्न जान्नु के हो? हार्ड स्किल हो। त्यसलाई प्राविधिक सिप भनिन्छ। अब सफ्ट स्किल भनेको व्यवहार हो कि। जस्तो फर इक्जाम्पल सिम्पल उदाहरण राख्दाखेरि मसँग यो विषयवस्तुको ज्ञान रहेछ भने त्यो विषयवस्तुको ज्ञान मेरो के हो त? हार्ड स्किल हो। तर मैले त्यो विषयवस्तु प्रस्तुति गर्दाखेरि राम्रो तरिकाले प्रस्तुत गरेँ, तपाईँहरूसँग मिठो बोलेर प्रस्तुत गरेँ, तपाईँहरूलाई मैले राम्रो तरिकाले हैन बिहेभ गरेँ, व्यवहार गरेँ, जुन मेरो व्यवहार गराइले तपाईँहरू प्रभावित हुनुभयो भने त्यो चाहिँ के हो त भन्नु त? सफ्ट स्किल हो क्या त्यो। जस्तो एउटा डक्टरले अपरेसन गर्न जान्नु हार्ड स्किल हो। तर अपरेसन गर्दाखेरि उसले पेसेन्टसँग गर्ने व्यवहार के हो त? सफ्ट स्किल हो क्या। त्यसकारणले सफ्ट स्किल भनेको चाहिँ तपाईँको व्यावहारिक सिप हो। व्यावहारिक सिप हो। जस्तो एउटा सिम्पल उदाहरणको लागि तपाईँ बाटोमा जाँदाखेरि एउटा केरा किन्नु, केरा खानुभयो, त्यो केराको बोक्रोलाई त्यहाँ नफालिकन हातमा बोकेर जानुभयो, मैले डस्टबिन भएको म फालिदिनु भयो भने त्यो के भन्नु? सफ्ट स्किल हो। तपाईँले यति कुरा बुझ्नु छ तीनटा कुरामा। लाइफ स्किल भनेको जीवनमा आउने समस्याहरू समाधान गर्ने सिप, लाइफ स्किल। कुनै विषयवस्तुसँगको ज्ञान, दक्षता, हार्ड स्किल। आफूले गर्ने व्यवहार होइन, व्यवहार के त? सफ्ट स्किल है। यति तीनटा कुराहरू बुझ्नु पर्यो।